सो हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम टु माई अनदर मिनी ब्लग। र फेरि पनि म आइसकेको छु मेरो अर्को भिडियो लिएर। र आज चाहिँ हाम्रो प्रोग्राम थियो, यो चाहिँ प्रोग्राम पछाडिको भिडियो हो। आज चाहिँ मेरो घरमा मेरो भदैनी दृष्टिको बर्थडे छ, सो त्यसकै लागि चाहिँ हामी तयारीमा छौँ। अनि हामी चाहिँ केक लिन जाँदैछौँ। ताप्लेजुङमा चाहिँ पानी परेको हुनाले ओभरै धेरै जाडो छ, किनकि हामी चाहिँ फेरि भर्खर झापाबाट आएको भएर होला, हामीलाई चाहिँ धेरै नै जाडो भइरहेको छ क्या। अनि सो हामी चाहिँ जाँदैछौँ दिपिका र म चाहिँ केक लिनको लागि। अनि फाइनली हामी बेकरी पनि पुग्यौँ। अनि यहाँ चाहिँ बहिनीको लागि केक अर्डर गरेको थियो, तर एकछिन बन्न टाइम लाग्यो। सो हामी यता फेरि चिया खान आयौँ। अनि चिया मात्रै के खाने भनेर हामी चाहिँ चिया र भुक्के पाउरोटी पनि खाँदैछौँ साथीहरू। सो खाइसकेर गयौँ। अनि मेरो बहिनीको केक चाहिँ यो हो, रेडी भइसकेको छ। अनि हामी त्यहाँ पैसा तिरेर केक लिएर निस्क्यौँ। पर्खिँदा त रातै पर्यो साथीहरू होइन। अनि त्यो पछाडि हामी चाहिँ केक लिएर डाइरेक्टली यस्तो जाडो भएको थियो डाइरेक्टली पसल आयौँ। अनि मेरो मम्मी उहाँ चाहिँ, अनि मेरो भाइ, मेरो ड्याडी, अनि केक लिएर पसल गयौँ। पसलबाट अनि घरतिर आयौँ। अब बर्थडेको तयारी पनि गर्नुपर्ने थियो नि त। सो फाइनली यही हो मेरो घर चाहिँ। हामी घर पनि आइपुग्यौँ। अनि सबैजनाले सोधिराख्नु भएको थियो घर देखाउनु भनेर। यही साथीहरू मेरो घर चाहिँ ताप्लेजुङ जिल्लाको कोप्चेमा छ मेरो घर। अनि हाम्रो घरको चाहिँ यस्तो छ है, प्यासेजबाट सिधै माथि उक्लिने चाहिँ पहाड उक्ले जतिकै उक्लिनुपर्छ। अनि यो चाहिँ आइया भन्दै चढ्दै चाहिँ अनि घर आइपुगेर लुगासुगा फेरेर अनि रेडी भइसकेपछि यी चाहिँ जामा लाएर, यो चाहिँ मेरो सानो भदैनी हो। अनि यता चाहिँ फेरि खानपिनको पनि तयारी हुँदै थियो, किनभने अब खानाको पनि तयारी गर्नु पऱ्यो नि त। अनि सो यता मासु हाम्रो आज पोर्क थियो है, पोर्क रेडी भयो। दीक्षालाई चाहिँ बिरामी भएर गाह्रो भइरहेको थियो फेरि होइन। अनि ल सबै खानेकुराहरू रेडी गरेर अनि यता केकको टेबल सेट गर्दैछौँ म र मेरो सानोले चाहिँ। अनि यी रेडी भइसकिसक्यो मेरो भदैनीहरू। यिनीहरू चाहिँ दृष्टि अनि दिव्या। अनि यिनीहरूलाई खुब मनपर्छ मेरो ब्लग फेरि। अनि उसको केक देखेर एकदम खुसी भएर अनि ड्याडी मम पनि आउनुभयो पसलबाट। अनि हामी चाहिँ अब केक काट्ने तयारीमा अनि फोटोसोटो भिडियो सिडियो लिने तयारीमा छौँ। अनि अब चाहिँ केक काटिसकेर अब खानपिनमा लाग्नुपर्छ सबलाई। राति भइसकेको थियो नि त। अनि मम्मीले केक सेक काटेर अनि लगाइदिँदै हुनुहुन्छ खाँदा अनि गिफ्ट पाइन् यिनले चाहिँ कलर। अनि थ्याङ्क यू भन्दैछन्। अनि मम्मी यता अनि डेडी सबै आफ्नो आफ्नो धुनमा छौँ है। ल यति हो साथीहरू होइन, मैले खासै क्याप्चर पनि गरिनँ। यतिसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अनि मैले चाहिँ एक थाल मासु र भात खाएँ, यति नै होला। थ्याङ्क यू फर वाचिङ गाइज, बाई बाई।